चिन्ता चाहिँ हाम्रो जीवनको भाग हो तर समाधान होइन क्या। चिन्ताको परिणाम चाहिँ राम्रो हुँदैन। चिन्ताले जहिले पनि परिणाम चाहिँ शून्यतामा ल्याउँछ, शून्य हुन्छ परिणाम चाहिँ। मानिसको काँध जहिले पनि हामी मानिसको काँध चाहिँ कमजोर हुन्छ तर परमेश्वरको काँध चाहिँ बलियो छ किनकि बोझ बोक्न सक्ने शक्ति चाहिँ हामीसँग छैन क्या। आदरणीय सम्पूर्ण दर्शकबिनहरूलाई जय बसी, म सुन्दर गुरुङको तर्फबाट यहाँहरू सम्पूर्णलाई जीवित वचन कार्यक्रममा स्वागत छ। विशेष गरी हामी परमेश्वरको केही खण्डहरूबाट, केही पदहरूबाट, प्रभुको वचनबाट केही उत्साहका कुराहरू, केही आशिषका कुराहरू हामी जहिले पनि हेर्दै आइराखेका छौँ। यसै गरी आज पनि हामी विशेष गरी पहिलो पत्रुस 5:7बाट त्यहाँनिर विशेष गरी परमेश्वरले पत्रुसले त्यहाँनिर सबै चिन्ता फिक्री चाहिँ परमेश्वरमा राख भन्ने शब्दहरूलाई अलिकति हामी निहाल्नेछौँ। विशेष गरी अहिलेको संसारमा मानिसहरूलाई थिचिराख्ने कुरा चाहिँ के हो भन्नु होला भने चाहिँ त्यो चाहिँ सबैभन्दा बढी चाहिँ चिन्ता हो है। चिन्ताले यति साह्रो मानिसलाई थिचिराखेको छ। त्यति मात्र होइन, अर्को चाहिँ डर हो। अनि अर्को चाहिँ के हो त भन्दाखेरि डरको बोझ, भोलि के होला होइन, पर्सि के होला भन्ने एक किसिमको डर होइन, भविष्यको डर, अनि त्यसपछि जीवनको डर होइन। प्रत्येकचोटि मानिसलाई चाहिँ त्यो डरले चाहिँ मानिसलाई के चिन्तित बनाएर राखेको छ, जसको कारणले गर्दाखेरि मान्छेको हृदय चाहिँ, मन चाहिँ के भएको छ, थकित भएको छ होइन, बोझले दबिएको छ। अनि उसको आत्मा चाहिँ परमेश्वरमा झन् वृद्धि हुँदै जानुपर्ने झन् कमजोर 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 हुँदै गएको छ। अहिलेको संसारमा विशेष गरी त्यो कुराहरू हामी देख्छौँ होइन। एकदमै गाह्रो विषय हो यो होइन। मानिसहरूलाई भन्न अनि बोल्न जति सजिलो छ त्यति नै गाह्रो विषय हो, किनभने अहिले थिचिराखेको छ मानिसहरूलाई है, गाह्रो भइराखेको छ होइन। चिन्तित छन् मान्छेहरू, भित्रभित्रै मान्छेहरू गलिराखेको छ, थकित भइराखेको छ होइन। यता गर्दा पनि हुँदैन, उता गर्दा पनि हुँदैन, विभिन्न प्रकारको बोझले उनीहरूलाई के गरेर थिचिराखेको छ, जस कारणले उनीहरूको जीवनमा के भएको छ, चिन्ता भएको छ अनि डर भएको छ है। अनि त्यसले गर्दाखेरि चाहिँ के भएको, आफ्नो हृदय आत्मिक कुरा चाहिँ बिस्तारै बिस्तारै थकित भइराखेको छ। अनि त्यति मात्रै कहाँ हुन्छ र, अनि उसको विश्वास पनि, परमेश्वरप्रतिको विश्वास पनि कमजोर भइराखेको छ अनि धमिलिँदै गइराखेको हामी देख्छौँ। यसकारण परमेश्वरको वचन पत्रुसको पुस्तकले भन्नुभएको कुरा चाहिँ के हो भने तिमीहरूको सबै चिन्ता अनि फिक्री चाहिँ उहाँमा सुम्पिदिनुपर्छ है, परमेश्वरमा सुम्पिदिनुपर्छ। अब जति सुन्दा र भन्दा जति तपाईँ र मलाई सजिलो लाग्छ त्यति यो गाह्रो विषय हो होइन। परमेश्वरमा चाहिँ चिन्ता सुम्पिने होइन, परमेश्वरमा चाहिँ हाम्रो डर, हाम्रो सबै कुरा सुम्पिने विषय चाहिँ के हो त भन्दाखेरि चाहिँ गाह्रो विषय हो नि होइन। यस कारणले गर्दाखेरि त्यो गाह्रो विषय हो, कारण त्यो गाह्रो हुनसक्छ। तर पनि पत्रुस परमेश्वरको वचनमा यदि हामी ख्रीष्ट येशूलाई विश्वास गर्ने मानिसहरू हौँ भने हामीले परमेश्वरको वचनले भनेको कुरा चाहिँ तपाईँ र मैले के गर्नुपर्छ, विश्वास गर्नुपर्छ। तपाईँ र मैले के गर्नुपर्छ, भरोसा गर्नुपर्छ। अनि उहाँले भन्नुभएको छ कि तिमीहरूको सबै चिन्ता र फिक्री चाहिँ के गर्नुपर्छ, ख्रीष्ट येशूमा सुम्पिदेऊ, अर्थात् परमेश्वरमा सुम्पिदेऊ। अब हामी आफै त्यो चिन्तालाई बोकेर बस्ने होइन, हामी आफै त्यो डरलाई बोकेर बस्ने होइन, परमेश्वरको हातमा सुम्पिदिने है, परमेश्वरको हातमा राखिदिने त्यो चाहिँ विश्वासीको दायित्व हो। हामी आफै बोकेर कसो होला कसो के होला भनेर हिँड्ने हाम्रो अब कामभन्दा पनि हामीले चाहिँ हाम्रो सम्पूर्ण चिन्ता र फिक्रीलाई चाहिँ परमेश्वरमा सुम्पिदिनु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा छ। यो चाहिँ तपाईँ र मेरो काम हो, हामीले गर्नुपर्ने काम चाहिँ हो। प्रभुले भनेको सबै चिन्ता फिक्री चाहिँ मलाई सुम्पिदेऊ है। यसकारण हामीले बुझ्नुपर्ने कुरा चाहिँ यहाँनिर छ। अब अलिकति विचार गरौँ, परमेश्वरमाथि चिन्ता हाल्नुपर्ने के कारण त, अनि किन हाल्ने हामी परमेश्वरमाथि हाम्रो चिन्ता, हाम्रो बोझ किन हाल्ने भन्दाखेरि चाहिँ हामीले हेऱ्यौँ भने, यहाँनिर देख्यौँ भने, किनकि हाम्रो चिन्ता चाहिँ चिन्ताले चाहिँ हाम्रो जीवनलाई के गर्छ, बिगारिदिन्छ। यदि तपाईँ र मैले किन चाहिँ हाम्रो चिन्ता फिक्री चाहिँ परमेश्वरलाई सुम्पिने त, हामी आफै बोकेर किन नहिँड्ने त भनेर हामीले विचार गर्यौँ भने, जब तपाईँ र मैले हाम्रो चिन्ता फिक्री डर चाहिँ हामी आफै र बोकेर हिँड्यौँ भने चाहिँ त्यसले के गर्छ, हाम्रो जीवन चाहिँ उन्नतितर्फ भन्दा पनि के गर्छ, दुर्गतितर्फ तलतिर जान्छ, बिग्रिँदै जान्छ क्या। त्यो चाहिँ भत्किँदै जान्छ। हामी आफैले बोक्न थाल्यो भने होइन, चिन्ता पनि आफैले बोक्नु, डर चिन्ता आफैले बोकेर हिँड्न थाल्यो भने चाहिँ के हुन्छ, त्यो चाहिँ हाम्रो जीवनलाई बर्बाद बनाइदिने काम गर्छ। यसकारण पनि हामीले के गर्छ, हाम्रो सम्पूर्ण चिन्ता फिक्री चाहिँ परमेश्वरलाई सुम्पिनुपर्छ।
हामीले सुन्नुपर्छ। यदि हाम्रो जीवन बिग्रनबाट, यदि हाम्रो जीवन सत्यनाश हुनबाट बाँच्ने हो भने हाम्रो सबै चिन्ता फिक्री चाहिँ के गर्नुपर्छ? परमेश्वरलाई सुम्पिनु पर्दछ। तपाईले मत्तीको पुस्तक 6:27 मा हेर्यो भने त्यहाँ प्रभु यीशुले एउटा महत्त्वपूर्ण गरेछ, चिन्ता गरेर कोहीले आफ्नो आयु 1 घडी पनि थप्न सक्छ? प्रश्न क्या प्रभु यीशुले। यदि तिमीले चिन्ता फिक्री गरेर आफ्नो आयु 1 घडी पनि थप्न सक्छ? 1 घडी थप्न सक्छ त? केही सेकेन्ड थप्न सक्छ? केही मिनेट थप्न सक्छ त? सक्दैन। यदि कुनै पनि कुरा तपाईँ र मैले गर्न सक्दैनौँ भने किन हामी चिन्ता लिने? हैन, किन लिने? हाम्रो चिन्ताले कुनै पनि कुरा गर्छौँ भने, अब हाम्रो चिन्ता गर्छौँ तर जहिले पनि त्यसको परिणाम चाहिँ के हुन्छ? शून्य हुन्छ क्या। चिन्ताको परिणाम चाहिँ राम्रो हुँदैन। चिन्ताले जहिले पनि परिणाम चाहिँ शून्यतामा ल्याउँछ, शून्य हुन्छ परिणाम चाहिँ। यसकारण त्यो शून्य परिणाम ल्याउने कुरालाई बोकेर हिँडेर के फाइदा हुन्छ? फाइदा छैन। यसकारण त परमेश्वरले पत्रुसको पुस्तक भनेको सबै चिन्ता चाहिँ मलाई सुम्पिदियो। यसकारण हामी परमेश्वरमाथि भरोसा गर्नु अथवा हाम्रो चिन्ता चाहिँ परमेश्वरमाथि हाल्नुको पहिलो कारण चाहिँ के रहेछ भन्दाखेरि चाहिँ हाम्रो जीवनलाई नबिगार्नको लागि चाहिँ हो क्या। यदि हामीले हाम्रो चिन्ता हामी आफै बोकेर हिँड्यौँ भने चाहिँ के हुँदो रहेछ भन्दा त्यो चिन्ताले चाहिँ हामीलाई जीवन बर्बाद गराउँदछ। किनकि त्यो चिन्ता जुन डर चाहिँ हामी आफै त्यसले कुनै पनि राम्रो नतिजा ल्याउँदैन नि त। यसकारणले शून्य छ। प्रभुले भन्नुभयो तिमीले 1 घडी आयु पनि थप्न सक्दैन भने त तिमीले किन चिन्ता लिने भनेर प्रभुले भन्नुभएको छ। अनि दोस्रो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वरले, किनकि परमेश्वरले हाम्रो सबै हेरचाह गर्नुहुन्छ क्या। परमेश्वर चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ, हामीले हाम्रो चिन्ता चाहिँ परमेश्वरलाई सुम्पिदियौँ भने परमेश्वरले लिनुहुन्छ र तपाईँ र मेरो हेरचाह गर्नुहुन्छ। यसकारण प्रभुको वचनले भन्छ उहाँले तिमीहरूको चिन्ता गर्नुहुन्छ। हामीलाई हेरचाह गर्ने चाहिँ परमेश्वर साधारण परमेश्वर होइन, उहाँ चाहिँ आकाश पृथ्वी सृष्टि गर्नुहुने, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर हुनुहुन्छ। अनि उहाँले नै सबै चिन्ता मलाई ल्याऊ भनेपछि हामी किन चिन्ता नदिने? यदि हामी चिन्ता नदिनुको एउटा कारण के हुनसक्छ भन्दाखेरि उहाँमाथि विश्वास नभएर पनि हुनसक्छ हैन। तपाईलाई ख्रीष्ट येशूले मेरो सबै समस्याको समाधान गर्न सक्नुहुन्छ, परमेश्वरले मात्रै मलाई शान्ति दिन सक्नुहुन्छ, परमेश्वरले मात्रै मलाई छुटकारा दिन सक्नुहुन्छ भन्ने तपाईँ र मलाई विश्वास भएन भने हामीले परमेश्वरलाई चिन्ता दिन सक्दैनौँ। तर तपाईले ख्रीष्ट येशूमाथि, परमेश्वरमाथि मेरो सबै चिन्ता चाहिँ परमेश्वरले लिनुहुन्छ र उहाँले चाहिँ मलाई हेरचाह गर्नुहुन्छ। मेरो जीवनको सबै कठिनाइहरूमा, मेरो जीवनको सबै गाह्रो परिस्थितिमाहरूमा चाहिँ परमेश्वरले मलाई चाहिँ सहायता गर्नुहुन्छ, हेरचाह गर्नुहुन्छ भन्ने तपाईँलाई विश्वास भयो भनेमा चाहिँ तपाईँले सबै चिन्ता फिक्रीहरू चाहिँ के गर्नुहुन्छ? परमेश्वरलाई दिन सक्नुहुन्छ। अनि उहाँले हाम्रो जीवनको सानो सानो कुरा पनि के गर्नुहुन्छ? वास्ता गर्नुहुन्छ। प्रिय मित्रहरू, परमेश्वर यस्तो महान हुनुहुन्छ हैन। उहाँले चाहिँ तपाईँ र मेरो सानो सानो कुरा पनि के गर्नुहुन्छ? वास्ता गर्नुहुन्छ। त्यसो हो भने हामीले हाम्रो चिन्तालाई हामी आफै बोकेर किन हिँड्ने? के हामी परमेश्वरलाई दिनु पर्दैन त? यसकारण हामीले हाम्रो सबै चिन्ता परमेश्वरमा दिनुको दोस्रो कारण के रहेछ? उहाँले चाहिँ तपाईँ र मलाई के गर्नुहुन्छ? हेरचाह गर्नुहुन्छ। तेस्रो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो बोझ, किनकि बोझ बोक्न सक्ने शक्ति चाहिँ हामीसँग छैन क्या। हामी हाम्रो बोझ बोकेर हिँड्न सक्ने छैन। यसकारण पनि हामीले के गर्नुपर्छ? हाम्रो सबै बोझ चाहिँ परमेश्वरलाई दिनुपर्दछ है। मानिसको काँध जहिले पनि, हामी मानिसको काँध चाहिँ कमजोर हुन्छ तर परमेश्वरको काँध चाहिँ बलियो छ है। उहाँ चाहिँ बलियो छ हैन। जब हामी उहाँको आफ्नो बोझ चाहिँ उहाँलाई दिन्छौँ अनि हामी जहिले पनि के हुन्छ? स्वतन्त्र हुन्छ क्या। यसकारण परमेश्वरले भन्नुहुन्छ नि, सबै थाकिएका बोझले दबिएकाहरू म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। हालेलुया। यो महत्त्वपूर्ण कुरा हो। परमेश्वरले चाहिँ हाम्रो सबै बोझहरू लिनुहुन्छ, किनकि त्यो सबै बोझहरू बोकेर हामी हिँड्नु सक्दैन। हामी फ्रीली हिँड्नु पर्यो क्या। तपाईँको सबै बोझ, मेरो सबै बोझ चाहिँ परमेश्वरलाई दिने हो अनि हामी चाहिँ के हुनु पर्यो? फ्रीली, एकदमै फ्रीडममा, फ्री भएर हैन, स्वतन्त्र भएर चाहिँ हामी के गर्नु पर्यो? हिँड्नु पर्यो। जब हामी हाम्रो बोझ हामी आफै लिन सक्दैनौँ भने हामी किन लिने? यसकारण हामीले के गर्नुपर्छ? परमेश्वरलाई सम्पूर्ण बोझ चाहिँ दिनुपर्छ है। हामीले हेऱ्यौँ नि हैन, 3टा कुरा हेऱ्यौँ नि। पहिलो कुरा के हेऱ्यौँ भन्दाखेरि चाहिँ हामीले परमेश्वरमाथि किन हाम्रो चिन्ता हाल्नुपर्छ भन्दा पहिलो कुरा चाहिँ हाम्रो चिन्ताले चाहिँ हाम्रो आफ्नै जीवनलाई बिगार्छ भन्ने कुरा हेऱ्यौँ भने, दोस्रो कुरा चाहिँ हामी परमेश्वरले चाहिँ हामीलाई सानो सानो कुरा पनि वास्ता गर्नुहुन्छ भने, तेस्रो कुरा चाहिँ हामी आफ्नो बोझ आफै बोकेर हिँड्न सक्दैन, किनकि हामीलाई परमेश्वरको खाँचो छ नि त। परमेश्वरले मात्रै हाम्रो बोझ लिन सक्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले अहिले भर्खरै हेऱ्यौँ। त अब हामी अर्को कुरा के हेरौँ भन्दाखेरि चाहिँ कसरी हाम्रो चिन्ता चाहिँ परमेश्वरमाथि हाल्ने त? कसरी हाल्ने त हाल्नुपर्छ भनेर त सिक्यौँ, तर हामीले कसरी हाम्रो सबै चिन्ता डरहरू चाहिँ परमेश्वरमाथि हाल्ने भन्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ प्रार्थनाद्वारा नै हो।
है। जब हामी प्रार्थना गर्छौँ परमेश्वरसँग, फिलिपी 6:4 भन्छ, कुनै कुराको चिन्ता नगर, हरेक कुरा प्रार्थना र अन्तर्विधिद्वारा परमेश्वरलाई महिमा देऊ भन्छ है। सबै कुरा परमेश्वरमा राख्ने, प्रभु तपाईँ नै मेरो सबै थोक हुनुहुन्छ, मेरो चिन्ताको भारी बोक्ने, मेरो समस्याको भारीलाई समाधान गर्ने परमेश्वर चाहिँ तपाईँ नै हुनुहुन्छ भनेर यसरी हामीले प्रार्थनाद्वारा पनि हामी के गर्छौँ, परमेश्वरलाई हाम्रो चिन्ता दिन सक्छौँ, हाम्रो फिक्री, हाम्रो डर हामी दिन सक्छौँ है। प्रार्थना नै चिन्ता छोड्ने ढोका हो। जब तपाईँले प्रार्थना गर्नुहुन्छ विश्वास साथ, अनि तपाईँले बिस्तारै आफ्नो चिन्तालाई के गर्नुहुन्छ, छोड्दै 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 जानुहुन्छ। यसकारण हामीले चिन्तालाई कसरी छोड्ने त, हामी चिन्ता कसरी परमेश्वरलाई दिने त भन्दाखेरि चाहिँ प्रार्थनाद्वारा हो। तपाईँले प्रार्थना गर्ने, हामी प्रार्थना गर्ने, प्रभु मेरो सबै चिन्ता, मेरो सबै डर तपाईँले लिनुहोस् भनेर चाहिँ परमेश्वरसँग तपाईँले आफ्नो प्रार्थनाद्वारा आफ्नो समस्याको जाहेरी गर्न सक्नुहुन्छ। दोस्रो कुरा चाहिँ विश्वासद्वारा, ख्रीष्ट येशूमाथि विश्वास गर्ने। त्यो चाहिँ के भनेर विश्वास गर्ने भन्दाखेरि चाहिँ मेरो सबै समस्याको समाधान चाहिँ परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ, अरू कुराले होइन, कुनै पनि कुराले गर्न सक्दैन। मेरो सबै कुरा समस्याको समाधान चाहिँ परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ भनेर विश्वास गर्नु। तपाईँले कहिलेकाहीँ लाग्छ नि होइन, प्रार्थना गर्ने बिना विश्वासको प्रार्थना चाहिँ शक्तिशाली हुँदैन नि त होइन। विश्वास साथ गरेको प्रार्थना चाहिँ शक्तिशाली हुन्छ। आमेन। किनकि हामी जब विश्वास साथ परमेश्वरसँग प्रार्थना गर्छौँ नि, अनि परमेश्वरले तपाईँको प्रार्थना सुन्नुहुन्छ, अनि तपाईँको जीवनमा अचम्मको कामहरू परमेश्वरले गर्नुहुन्छ। अब खै हुन्छ कि हुँदैन, गर्छ कि गर्दैन भन्ने खालको तपाईँले अन्योलमा तपाईँले प्रार्थना गर्नु, तपाईँमा विश्वासै छैन भने तपाईँ कसरी परमेश्वरमा अगाडि बढ्न सक्नुहुन्छ। यसकारण विश्वास साथ प्रार्थना गर्ने, परमेश्वरलाई आफ्नो पिता जस्तै ठानेर विश्वास गर्नुपर्छ, आफ्नो बुवा जस्तै ठानेर हामीले विश्वास गर्नुपर्छ, आफ्नो आमा जस्तै ठानेर हामीले के गर्नुपर्छ, विश्वास गर्नुपर्छ। जसरी एउटा बच्चाले आफ्नो बुवामाथि बसेको पर्छ। तपाईँलाई एउटा बच्चाको जस्तै माथिल्लो उदाहरण हेरौँ न होइन, एउटा बच्चालाई एक तला माथि राखिदिनुहोस् त, अनि तलपट्टि एक तला मुनि बुवा बसेर छोरा तिमी त हामफाला भन्यो भने त्यो बच्चा हामफाल्छ कि फाल्दैन? फाल्छ। किन? किनकि उसलाई उसको बुवाप्रति विश्वास छ कि म यहाँबाट हामफाल्यो भने मेरो बुवाले मलाई समाउँछ। हो, यसलाई भन्छ विश्वास होइन। हामी सबै कुरा परमेश्वरलाई दिने हो, परमेश्वरले मेरो समस्याको समाधान गर्न सक्नुहुन्छ भनेर तपाईँले विश्वास गर्ने हो। त्यो चाहिँ के हो त? विश्वास हो, ख्रीष्ट येशूमाथिको विश्वास हो। अनि उहाँ चाहिँ असफल हुनुहुन्न, उहाँ चाहिँ के गर्नुहुन्छ, उहाँले कहिले पनि तपाईँ र मलाई छाड्नुहुन्न, तपाईँ र मलाई जहिले पनि उहाँले के गर्नुहुन्छ, सम्हाल्नुहुँदछ। दोस्रो कुरा चाहिँ हाम्रो अभ्यासद्वारा के होइन, परमेश्वरले धन्यवादी भएर होइन, आभार प्रकट गरेर धन्यवाद दिएर, चिन्ता गर्दा होइन धन्यवाद दिन सिक्नुपर्छ। प्रभु यो परिस्थिति पनि आयो मेरो जीवनमा, ठिकै छ, धन्यवाद छ होइन। तपाईँले बाइबलमा थुप्रै उदाहरण देख्न सक्नुहुन्छ, कठिन परिस्थितिमा कस्तो कस्तो खालको प्रतिक्रियाहरू देखाएको छ होइन। परमेश्वरप्रति धन्यवादी दिएको छ, परमेश्वरलाई धन्यवाद भनिएको छ। यस कारणले गर्दाखेरि चाहिँ आभार प्रकट, धन्यवाद गर्ने हृदयले चाहिँ चिन्ता बस्दैन क्या। प्रभु यो मेरो जीवनमा आएको कठिनाइ पनि तपाईँकै महिमाको लागि हो भन्ने खालको आभार व्यक्त। यसकारण म प्रभु तपाईँलाई धन्यवाद दिन्छु भनेर यसरी तपाईँले चाहिँ परमेश्वरमाथि आफ्नो के गर्नु छ, सम्पूर्ण चिन्ता, डर, यो सबै बोझहरू चाहिँ यसरी तपाईँले राख्न सक्नुहुन्छ। अब तपाईँले मेरो जीवनमा अब लागू गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँको आर्थिक समस्या, पारिवारिक पीडा होइन, भविष्यको डर, यी सबै उहाँलाई दिनुहोस् है। जब तपाईँको जीवनमा कहिलेकाहीँ पारिवारिक डर हुन्छ, आर्थिक समस्या होला, अनि पारिवारिक पीडा होला, भविष्यको डर होला, यी सबै कुरा चाहिँ परमेश्वरलाई दिनुहोस्, अनि परमेश्वरले तपाईँको यी सबै कुराहरू लिन सक्छ। अनि तपाईँले जब दिनुहुन्छ त्यसपछि के गर्नु पऱ्यो, तपाईँले विश्वास गर्नु पऱ्यो क्या है, विश्वास गर्नु पऱ्यो नि। अनि उहाँले अनि हरेक आँसु देख्नुहुन्छ। अनि परमेश्वरलाई तपाईँको सबै चिन्ता फिर्दियो तर विश्वासै छैन, तर तपाईँले दिइसकेपछि तपाईँको भविष्यको चिन्ता होइन, विभिन्न पारिवारिक चिन्ता, विभिन्न कुरा चाहिँ जब तपाईँले परमेश्वरलाई दिनुहुन्छ, अनि तपाईँले विश्वास गर्नुहोस् कि परमेश्वरले यी सबै कुराबाट मलाई सुरक्षित राख्नुहुन्छ, सहायता गर्नुहुन्छ भन्ने खालको चाहिँ हामीले विचार गर्नुपर्छ। यसकारण आजै निर्णय गरौँ कि म अब चिन्ता गर्दिनँ, म अब प्रार्थना गर्छु, मेरो सबै बोझ चाहिँ म येशूलाई दिन्छु भनेर तपाईँले चाहिँ के गर्नुहोस्, आज नै निर्णय गर्नुहोस्। र अन्तमा निष्कर्षमा म तपाईँलाई भन्नुपर्दाखेरि चाहिँ चिन्ता हाम्रो जीवनको भाग होइन, यो चाहिँ समाधान हो है। चिन्ता चाहिँ हाम्रो जीवनको भाग हो तर समाधान होइन क्या। चिन्ता चाहिँ एउटा भाग हो, मान्छेको जीवन आउने कुरा हो, तर यो नै समाधान चाहिँ होइन है। यसकारण त्यसलाई नै महत्त्वपूर्ण कुरा लिएर अगाडि बढ्नु हुँदैन। समाधान भनेको चाहिँ उहाँमाथि हाम्रो सबै चिन्ता फिक्री हाल्नु चाहिँ समाधान हो है। मान्छेको जीवन चिन्ता नआउने होइन नि त, चिन्ता आउँछ तर उहाँमाथि हाम्रो सबै कुरा हालिदिने हो, उहाँलाई समर्पण गर्ने हो है। किनभने हाम्रो जीवनको हरेक पानामा लेखिएको छ उहाँले तिमीहरूको चिन्ता गर्नुहुन्छ। हामी परमेश्वरले तपाईँ र मेरो चिन्ता चाहिँ गर्नुहुन्छ। यसकारण हाम्रो ढुक्क साथ ख्रीष्टमाथि विश्वास गरौँ र हाम्रो सबै बोझ, हाम्रो सबै चिन्ता
ख्रीष्ट येशूमा समर्पित गरौँ र अगाडि बढोस्। यही नै तपाईँ र मेरो जीवनको असली क्रिस्चियन जीवन हो अनि परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ र परमेश्वरले तपाईँलाई सफलता दिनुहुन्छ। प्रभुलाई धेरै धन्यवाद होस्। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिनुभएको होस् भन्दै म बिदा माग्न चाहन्छु। यहाँहरू सबैलाई जय मसीह।